हेलो साथीहरू, आज चाहिँ हामी इन्भाइरोमेन्ट हेल्थ एन्ड इकोसिस्टम विषयको फिल्ड भिजिट बोटानिकल गार्डन धनुषा धाममा जाँदैछौँ। हामी चाहिँ 11 बजेतिर स्कुल मणिपालबाट निस्क्यौँ। अब स्कुलकै गाडीमा हामी बोटानिकल गार्डन जाँदैछौँ। हामी चाहिँ धनुषा धाम वनस्पति उद्यानमा पुगिसकेका छौँ। अब हामी पुनम म्याम र यहाँको एउटा दाइले हामीलाई ओरिएन्ट गर्नुहुन्छ। यहाँ के छ, यहाँको वनस्पतिहरूका विशेषताहरू केहरू कुन कुन रोगको लागि काम आउँछ भनेर सबै हेर्नेछौँ। लर्निङ अब्जेक्टिभ लेख्नु पर्यो। लर्निङ अब्जेक्टिभ सबैजना यहाँ लर्निङ अब्जेक्टिभ हामी हाम्रो इन्भाइरोमेन्ट कसरी बचाउने, कस्तो खालको मेडिसिनल प्लान्टहरू छ, यसले इन्भाइरोमेन्टलाई कसरी प्रोटेक्सन दिइरहेछ, अनि तपाईँहरूको बायोडाइभर्सिटीमा भेराइटिज अफ भनौँ न यहाँ फ्लोरा एन्ड फाउनाको कुरा गर्दैछौँ हामीले, होइन? त्यो चाहिँ हामी हेर्न गइरहेछौँ है। हामीलाई यहाँ यसमा चाहिँ विजय के हाम्रो कृष्णलाई धन्यवाद दिनुपर्छ, किनभने यो स्पट चाहिँ उसैको डिसिजन र उसैले चुज गरेको थियो। हामी यहाँ जाऊँ, यहाँनिर नजिकमा छ है। अनि उसले नम्बर पनि फाइन्ड आउट गरेर दियो मलाई, अनि मैले यहाँ कुरा गरेँ, अनि त्यसपछि यो म्यानेज भयो। यो चाहिँ 1 महिना पहिले आउनुपर्ने, तर अब त्यस्तै कुराहरू चुनाव यता परेर चुनावपछिको प्लान गरियो है। अनि उहाँ दाइ यसो परिचय पनि जाति। नमस्ते। उहाँले चाहिँ हामीलाई ओरिएन्टेसन एक राउन्ड दिनुहुन्छ है। चलो ग्रीन हाउस प्लास्टिक ऊ त्यहाँ फेरि त्यस्तो गेट राखिदिने, त्यहाँ पनि त सिल हुनु पर्थ्यो नि। कहाँ माछा पाल्ने, यिनको भने अनुसार यो माछा पाल्ने अरे। लेमन ग्रास हर्बल ट्रीको लागि लेमन ग्रास हालेपछि यो नेचुरलको रूपमा काम गर्छ है। यो अमिलो हुन्छ, अमिलो हुँदैन, कलर दिन्छ। कलर आउँछ होला। ठिक छ, घर लिएर जान्छ। अहिले चाहिँ हामी ग्रिन हाउसभित्र यहाँ चाहिँ टेम्परेचर कन्ट्रोल गरेर लेखौँ टिपौँ त्यो 300 रोगको लागि काम। रोग भनेको डिजिज, रोग भनेको भन्छन् रक्तसँग 31 एस्टोनिया। के प्लान्टहरु छ? ग्रीन हाउस पनि यही हो त। हरियो देख्दैमा ग्रिन हाउस नबनाउनु। अर्किड नै हो जो पनि। बिरुवाको नाम अर्किड को सबै पर्छ। त्यही भएर चाहिँ यो कुन कुन गुलाब फुलको रहेछ? गुड नेम भयो भने जो लाग्यो भने त्यो पातले सेक्नुस्, आगोमा सेक्नुस्, तेल लगाएर यो तालुमा सारेपछि सर्दी फुली सबै जान्छ। यो सानो पनि हुन्छ है? सुरुमा त सानो हुन्छ नि, बढेछ हैन, त्यो मतलब एउटा ठुलो एउटा सानो मात्रै। इमली ठुलो भए त खाइदिनु। मला म चोरेरै लैजान्छु बेटा त। यसको प्रयोग हुने भाग जारा हो, हाई ब्लड प्रेसर हैन, अनि हाई ब्लड प्रेसर, मिर्गी रोग हुन्छ। मिर्गी भएकोले हाम्रो ड्राइभरलाई ग्यास्ट्रिकमा पनि काम लाग्छ। भृङ्गिराज मान्छेको नाम जस्तो अन्त घाँस भनेर भन्दा भृङ्गिराज ऊ त्यो वर्षमा एक फेर गार्डन फोटो खिच गुर्जो बनाउनु टिपिराखेका छन्।
मेन ब्याचलरमा आएर नर्सरी पढ्न जाने हो। ओ भाइ इरिगेसनको यस्तो व्यवस्था, पानीहरू ठ्याक्क ठाउँको यस्तो बक्सा के हो टक्कर लैजाऊ लेला कुरिलो कुनै खाली माटोमा, कुनै मल माटो, कुनै माटो चुना होइन, कुनैमा एनपीको मलहरू हुन्छ, त्योहरू हालेर रिसर्च गरिरहेको छ। ओ नाइस। फेरि माटोको क्वालिटी हेर्नु सबै माटोको चेक। सीताफल कति गुलियो हुन्छ खा होइन बोलो सीताफल लाल दाइले सेल्फी हानेर आम्ला टिप है मनोज टिप म्यान चाहिँ निस्के धनुषा धाम ओर्लिसकेको लाल ठिक छ एकदम हो धनुषा धाम। दिदीको मोबाइल कसैले भेटाउनु भएर सम्पर्क गर्नु 98 4 साथी। त्यही भन न डिस्क्राइब गर न तिम्रो कमेन्ट धेरै जहाँ चाहिँ श्रीरामजीले हजुर भन धनुषुन तोड्नु भएको थियो नि हो त धनुष भन्छ कि त्यसलाई शिवजीले दिएको गिफ्ट सही छ धेरै गाह्रो छ। त्यही सुन्ने इच्छा यहाँ आउनुभयो। मेन टुक्रा चाहिँ यो हो धनुषको, यो छ नि यो टुक्रा त यहाँलाई के छ भने विष्णु पुराणको अनुसार यहाँलाई दधिची ऋषिको हाड भनिन्छ। शिवजीले दधिचीकै हाडबाट धनु बनाउनु भयो, पिनाकी धनु। त्यही धनु शिवले परशुरामलाई दिनुभयो। परशुरामले जनक महाराजलाई दिनुभएको थियो। त सीता स्वयंवर रचियो, जनकपुर भाँच्नुभयो उहीँ, 3 टुक्रा भयो। प्रभुदोई चापखण्डमा ही डारे त दाहिने भाग चाहिँ गयो रामेश्वरम तमिलनाडु। कहिले भ्रमणमा गइए भने यही देख्नु होला, समुद्रमा तैरिन्छ पानीमा। र देब्रे भागको टुक्रा चाहिँ गयो पाताल। जनकपुरमा धनुसागर पोखरी छ राम मन्दिरको अगाडि। र यो चाहिँ बिचको भाग, त्यही चाहिँ राम मध्य धनु तोडा, मध्यको टुक्रा। यो पिपलको रुखै पुरै धनुमाथि नै छ। यसलाई पनि 550 वर्षभन्दा माथि बताइरहेछ वैज्ञानिकले। अब धनु चाहिँ बढिरहनु लम्बाइ बढ्दै यो बढ्ने बनाएर ब्लक लगाएर राखेको। र यहाँ एउटा कुण्ड छ पाताल गङ्गा। हाम्रो यो वरिपरिको लागि एउटा सूचक हो। यसैले आँकडा हुन्छ यसपालि समय कस्तो छ, धानबाली कस्तो छ भन्ने यही पानीकै लेभल। यो लेभल जति माथि बस्यो उति यहाँ शुभ मानिन्छ, जति तल गयो उति अशुभ मानिन्छ। र यसो हेर्दाखेरि जस्तो रुद्राक्ष हुन्छ नि त्यो रूपमा आउनुहुन्छ। अहिले यो वैज्ञानिकले भनिरहेछ कि अब यो ढुङ्गा भनौँ भने पूर्ण ढुङ्गा पनि होइन, फलाम भनौँ भने उन्मुखले समातिरहेको छैन, लावा भनौँ भने पहाडी बेल्ट होइन। यही भएर यहाँलाई यो रूपमा राखेको कि धेरै कृत्रिममा होस्, जति सक्दो यहाँलाई प्राकृतिकमै राखौँ। यही हो, यताबाट आउनु, दर्शन गर्नु, जल कीर्तन गर्नु। जति खोल्दै जान्छ त्यति यसलाई बढाउँदै जान्छ। प्राय सिमेन्टहरू
पानी नि पानी छ राम्रोसँग अर्को प्लास्टिक दिनु अर्को प्लास्टिक यता भन्दैछ यता प्याक हुँदैछ भिडियो चलिरहेको के दुईटा प्लान फाइनली हाम्रो धनुषा धाम बोटानिकल गार्डनको भिजिट सक्यो अब हामी यो बाटोमा छौँ यो यताउता हामी स्कुल नगएर सिधै घरतिर गएको अब त्यति हो त्यति हो ल सबजनालाई लाइक एन्ड भन। फलो सब्सक्राइब गरिदिनु त्यति नै हो तिम्रो पनि यो घर खाने हो आज कमाइ यसको चिया खाने हो आजको कमाइ यही हो चिया खाने हो तपाईँहरू पनि सन्चै होला चिया बसेर भयो 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 बादमा खानु होला I don't